हेलो सबैजनालाई मेरो च्यानलमा स्वागत छ। मेरो नाम चाहिँ मोनिका हो। आज चाहिँ म मेरो घरको मेरो त हैन मेरो साउको घरको छतमा छु किनभने आज चाहिँ मेरो यसो ड्युटी अफ थियो अनि के गरम भएर यसो छततिर डुल्न आएको। अबुधाबीको गाउँ कस्तो हुँदो रहेछ हेर्नुस्। एउटै घर मात्र देख्छु। यो चाहिँ अबुधाबीको गाउँ भन्दा नि भो बिल्डिङहरु त छैन। यस्तै छ। सनसेट पनि हुन लाग्यो। अब एकछिन सनसेट हेर्दिम अनि अबुधाबीको भ्यू चाहिँ कस्तो रहेछ एकचोटि भनिदिनु होला कमेन्टमा। मैले 50 वटा कोसिस गरी होला। अहिलेसम्म 5चोटि म यहाँ छतमा आउने घाम हेर्ने जाने गरिसके। यो घाम डुब्ने नामै लिख्दैन। अझै त्यहीँको त्यहीँ छ, त्यहाँबाट तलै जाँदैन। घाम हो कि के हो, जाँदैन त तल। यहाँको घाम त के भयो, इनर्जी ड्रिङ्क खाएर आउँछ क्या हो 18 घन्टा घाम लाग्नलाई। अब फेरि हेरौँ। अहिले त 7 बजिसक्यो, त्यही पनि यो घाम यही छ। यी भर्खरै मैले गुगल गरेर हेरेको घाम त 7 बजेर 14 मिनटमा डुब्छ रे। अझै म यहाँ बसेर 14 मिनट कुर्नु पर्ने हुन्छ। 14 पनि होइन, 24 मिनट कुर्नु पर्ने हुन्छ। घामले नि मलाई प्र्याङ्क हान्यो। अब यहाँ मोबाइल तातेर फुट्ने बेला भइसक्यो। अब कति बेला फुट्छ थाहा छैन। यतातिर चाहिँ घाम पुरै अब अँध्यारो हुन लागिसक्यो र घाम चाहिँ त्यहीँको त्यहीँ छ। हाम्रोतिर चाहिँ घाम डाँडा पछाडि गएर अस्ताउँथ्यो या त के हो। यहाँ चाहिँ बिल्डिङ पछाडि गएर अस्ताउनु भए होइन। यही हो, बिल्डिङ पछाडि गएर युएई को सूर्यदेव चाहिँ अस्ताइसक्नु भएको छ। चुला अगाडि बस्दाखेरि बरु त्यति गर्मी हुँदैन, यहाँको घाम त्यस्तो चर्को लाग्छ। आजको लागि यति नै। थ्याङ्क यू सो मच फर वाचिङ। सबैजनालाई धेरै धेरै धन्यवाद। कस्तो लाग्यो भनिदिनु होला। लाइक सेयर सब्सक्राइब कमेन्ट सब एकैचोटि गरिदिनु होला। धन्यवाद। ल हाम्रो आजको भ्यू यति हेर्नलाई मैले यहाँ 1 घन्टा लगायो।